सम्पूर्णमा नमस्कार। आज हामी 7 प्रदेशको नाम र त्यसका जिल्लाहरूका नाम भन्न गइरहेका छौँ। कोशी प्रदेशमा 14 वटा जिल्ला रहेका छन्। कोशी प्रदेशको राजधानी विराटनगर हो। कोशी प्रदेशको जिल्लाहरूका नाम निम्न छन्: ओखलढुङ्गा, इलाम, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, मोरङ, सोलुखुम्बु, धनकुटा, पाँचथर, उदयपुर, सङ्खुवासभा, झापा, खोटाङ। मध्य प्रदेशमा 8 वटा जिल्लाहरू रहेका छन्। मध्य प्रदेशको राजधानी जनकपुर हो। मध्य प्रदेशका जिल्लाहरूका नाम निम्न छन्: बारा, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, रौतहट, सर्लाही। बागमती प्रदेशमा 13 वटा जिल्ला रहेका छन्। बागमती प्रदेशको राजधानी हेटौडा हो। बागमती प्रदेशका जिल्लाहरू निम्न छन्: रामेछाप, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, रसुवा, चितवन, नुवाकोट। गण्डकी प्रदेशमा 11 वटा जिल्ला रहेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरा हो। गोर्खा, लमजुङ, म्याग्दी, नौलपुर, स्याङ्जा, मनाङ, तनहु, मुस्ताङ, बागलुङ। लुम्बिनी प्रदेशमा 12 वटा जिल्ला छन्। राजधानी देउखिरीको भनीमा ती रहेका छन्: कपिलवस्तु, गुल्मी, रूपान्देही, बाँके, अर्घाखाँची, बर्दिया, दाङ, रुकुम, पूर्व, प्युठान, नगरपरासीपुर, पश्चिम, पाल्पा, रोल्पा, अर्घाखाँची। कर्णाली प्रदेश राजधानी जाजरकोट, डोल्पा, सुर्खेत, रुकुम पश्चिम, हुम्ला, दैलेख, कालीकोट, जुम्ला, मुङ्गु र सल्यान। सुदूरपश्चिममा 9 वटा जिल्ला रहेका छन्। सुदूरपश्चिमको राजधानी कैलालीको अत्तरियामा हो। सुदूरपश्चिमको जिल्लाहरूका नाम निम्न छन्: अछाम, बैतडी, बझाङ, डडेलधुरा, बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर, डोटी।